ऱ्यापको स्टेजदेखि प्रधानमन्त्रीको कुर्सीसम्म बालेन शाहको यो सुनामीले कसरी पुरा देश बदलियो, आउनुहोस् जानौँ। 2026को चुनावमा बालेन शाहको राष्ट्रिय स्वतन्त्र पार्टीले इतिहासकै ठुलो क्लिन स्विप गरेको छ। झन्डै 2/3 बहुमतका साथ बालेन अब नेपालको इतिहासकै कान्छो प्रधानमन्त्री बन्ने पक्का भएको छ। अझ रोचक त के छ भने झापा 5मा बालेनले पूर्व प्रधानमन्त्री केपी ओलीलाई फराकिलो मतान्तरले हराउनुभयो। यो केवल एउटा सिटको जित होइन, यो नयाँ पुस्ताले पुरानो नेतालाई दिएको कडा जवाब हो। अब नेपालमा डिजिटल गभर्नेन्स, भ्रष्टाचारमुक्त प्रशासन र युवा स्वरोजगारको नयाँ युग सुरु हुने आशा गरिएको छ। जनताले बालेनलाई केवल नेता मात्र होइन, देश फेर्ने इन्जिनियरको रूपमा रोजेका छन्। के बालेनले सोचे जस्तै नयाँ नेपाल, ग्रेटर नेपाल बनाउन सक्लान्? आफ्नो राय कमेन्ट गर्नुहोस् र थप अपडेटका लागि हामीलाई फलो गर्नुहोस्। द मृगेन्द्र ब्रिफ। धन्यवाद।